Hello family members, welcome back to my new आज चाहिँ हैन के भन्दाखेरि रुम भित्रै म रुममै छु हैन अनि आज चाहिँ नयाँ केही नयाँ गर्न खोजिरहेको छु के भन्दाखेरि चाहिँ आज चाहिँ मैले रुम भित्र एउटा सानो यो चाहिँ कस्तो भन्दाखेरि एक्जाममा जब फेल भइन्छ नि फेल भएपछिको त्यो हल्का सिचुएसनलाई रिलेट गरेर थोरै मेरो सर्ट भिडियो बनाउँदैछु हैन त्यो भिडियो चाहिँ हैन अब म बनाउनुको लागि खारमुनि 4-5 चोटि बसिसके भएको छैन राम्रो आइरहेको छैन क्या यार मलाई त लाज लाग्यो यार बाहिर हैन आन्टीहरु नि हुनुहुन्थ्यो हैन म चाहिँ यो साडी लगाएको छु के साडी यो के भन्छ यो कन्टेन्टको लागि अलिकति साडी लाउनु पर्ने छ नि त किन भन्दाखेरि आमा पनि छ नि त त्यहाँ अनि त्यही भएर सबै रोलहरु चाहिँ मैले नै गरिदिरहेको छु नि त केटाको पनि हैन रोल खेल्दैछु नि त बाउको आमाको छोराको सबैको त्यही भएर म जस्तो साडीमा ला 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 यस्तो हैन कस्तो बाहिर त लाज लाग्यो के गर्नु भएको भन्दा पागल बोल्नु भएको यस्तै छ के गर्नुपर्छ यो साडी बहिनीले ल्याएको कसको ल्याएको आज मार्छला पनि लागेको अरे छोरा एक्जाममा तिमी फेल भयो त के भयो तिमी हाम्रो नजरमा तर पास भएको छ यस छोरा एकचोटी फेल हुँदैमा के हुँदैन फेल नै जिन्दगीको पहिलो पाठ हो कहाँ छौ छोरा वी लभ यु छोरा वी लभ यु छोरा तिमी कहाँ छौ खत्म बाय बाय टाटा गुड बाय गया